Fishing Part 1. गाइस हामी अब ढोडा खोल्न जाँदैछ दुईटा खोल्यो छेउमा थापेको थियो अब श्याम भाइजी खोलामा अब टक्क जान लाहा ह अब टक्क लाएर यस्तो क्याबमा थापिसक्यो कस्तो चिसो छ पानी खोल्यो अब अर्को ढडिया खोल्न यो ढुङ्गामा छ यस्तो चिसोमा कतिको चिसो भयो ल यहाँ खोल्न जाँदैछ टक्क खोल एक ढडिया अब यहाँ अर्को ढडिया अब अर्को खोल्न छ यहाँ साइडमा तान न छोड तान के कति छ ल ठिक छ ल ल ल ल डुब्यो 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 बिहान बिहान चिक्क खतरा डुब्यो त्यो जाडोमा माथा पो पनि त भनेको अब मानेन बिहान डुब्नु पर्यो हो ल ल ल यस माछा आज चाहिँ मिस्टेक छैन आज सबै ढोयो माछाको ह ए अब यो झ्याङ्गाटा किन निकालेको भनेपछि हामीले फेरि अर्कोचोटि एक हप्तापछि फेरि यही गुडमा थाप्ने भनेर हामीले झ्याङ्गा निकालेको किनभने माछा बसेको ठाउँमा फेरि माछा बस्छ त्यो कारणले झ्याङ्गा निकाल्दैछ फेरि एक हप्तापछि थाप्ने सिस्टम छ है हाम्रो यस्तो यतातिर अरू यस्तो थाप्यो भने है हामी यो अरू खोलामा ढडिया थापेको अब हिजो थापिएको आज बिहान 6 बजे खोल्यो बिहान बिहान सबै झ्याङ्गा निकाले झ्याङ्गा निकालेर फेरि एक हप्तापछि फेरि थापिन्छ गाइस हेर्नुहोस् यहाँ हामी अरू खोलामा आएको आइयो गाइस यतातिर ल ठिकै माछा पर्छ म त क्यामेराम्यान है गाइस हेर्नु यहाँ कस्तो माछा पर्यो मैले थाहा ठाउँमा ठिकै छ अर्कोमा है यो पाखा यसो अनि दामी पऱ्यो कसले थापे के दामी रहेछ क्या सब गाइस मैले थापेकै फेरि ढोडा चाहिँ 6वटा ढोडा धेरै पऱ्यो ठाउँ चाहिँ मैले थापेको एउटा ढोडा चाहिँ भाइले थापेको 5 ढोडा चाहिँ हो नि त म त ल यही भन्दैछ गाइस अहिलेलाई चाहिँ यस्तै यता पनि क्यामेराम्यान छ हामी ल अहिलेलाई ल